चलचित्र प्राविधिक सङ्घको आयोजनामा हरेक वर्ष हुँदै आएको नेप्टा अवार्ड अन्तर्गत 9औं संस्करणमा उत्कृष्ट फिल्म पशुपति प्रसाद घोषित भएको छ। युएईको दुबईमा शुक्रबार साँझ सम्पन्न भव्य अवार्ड समारोहमा पशुपति प्रसादले उत्कृष्ट संवादमा पनि अवार्ड जित्यो। तर कार्यक्रममा उपस्थित निर्देशक दिपेन्द्र के खनाल अवार्ड थाप्न भने स्टेज चढेनन्। 9औं नेप्टामा उत्कृष्ट कथा कबड्डीबाट रामबाबु गुरुङ र उत्कृष्ट संवादकै उपेन्द्र सुब्बाले जिते र पटकथामा भने फन्कोबाट सुवर्ण थापाले अवार्ड हात पारे। संवादमा पशुपति प्रसादबाट खगेन्द्र लामिछानेले अवार्ड जिते। त्यस्तै अभिनेतातर्फ कबड्डीबाट दहाङ राई उत्कृष्ट कहलिँदा अभिनेत्रीको अवार्ड क्लासिक फिल्मबाट नम्रता श्रेष्ठले उचालिन्। उत्कृष्ट चलचित्रको अवार्ड वडा नम्बर 6बाट उज्जवल घिमिरेले जिते। उता उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड नाइ नभन्नु ल 4बाट पल शाहले जित्दा डेब्यू अभिनेत्रीको अवार्ड ड्रिम्सबाट साम्राज्ञी राज्य लक्ष्मी शाहले जितिन्। विजेताको रूपमा पलको नाम लिँदा दर्शकबाट हुटिङ त तालीको वर्ष देखिएको थियो। यसै वर्ष उत्कृष्ट छायाङ्कनको अवार्ड नाइ नभन्नु ल 4 फिल्मबाट पुरुषोत्तम प्रधानले जितेका छन् भने उत्कृष्ट सङ्गीतकार प्रेमगीतबाट अर्जुन पोखरेलले जितेका छन् र सम्पादनमा अवार्ड हात पारेका छन् फन्कोबाट विपिन मल्लाले र उत्कृष्ट सह अभिनेता ठहरिएका छन् पशुपति प्रसादबाट प्रकाश घिमिरे। त्यसैगरी जन्मभूमिबाट सह अभिनेत्रीका रूपमा निस्मा घिमिरेले अवार्ड हात पारेका छन्। त्यसैगरी यस वर्ष उत्कृष्ट सङ्गीतकारका रूपमा प्रेमगीतबाट अर्जुन पोखरेलले हात पारेका छन् र उत्कृष्ट कोरियोग्राफरमा रेनासा बन्तवा राई प्रेमगीतबाट हात पारेका छन् र नाइ नभन्नु ल 4बाट उत्कृष्ट गीत ठहरिँदै डाक्टर कृष्ण हरि बरालले अवार्ड हात पारेका छन्। यस वर्षको उत्कृष्ट गायकमा प्रेमगीतबाट सुगम पोखरेल, प्रेमगीतबाटै उत्कृष्ट गायक अन्जु पन्तले अवार्ड हात पारिन् र हास्य कलाकारमा उत्कृष्ट हास्य कलाकार अर्धकट्टी फिल्मबाट विल्सन विक्रम राई र पशुपति प्रसादबाट खलपात्रका रूपमा विपिन कार्कीले अवार्ड हात पारे। त्यसैगरी यस वर्षको आदिवासी फिल्मबाट तिमी नभएलाई अवार्ड वितरण गरियो र चलचित्र फनको परशु सङ्गीतमा उत्कृष्ट हुँदै सुजिल कर्मचारीले अवार्ड हात पारे। त्यसैगरी ध्वनि मिश्रणमा चलचित्र धौलिकबाट उत्तम नेउपानेले अवार्ड हात पारे भने एरेन्जरबाट वडा नम्बर 6का राजन शान्तले हात पारे। त्यसैगरी भैरव चलचित्र द्वन्द निर्देशक हिमाल केसीले अवार्ड हात पारे र वडा नम्बर 6बाट कला निर्देशनमा पासाङ टी शेर्पा, वेशभूषामा प्रेमगीतबाट युबी थापा, योगिता पुन र को आफ्नो चलचित्रबाट श्रृङ्गारमा दिपु पौडेल, ड्रिम्सबाट अनमोल केसी यस वर्षकै पपुलर अभिनेता छानिए र त्यसैगरी यस वर्षको पपुलर अभिनेत्रीका रूपमा पूजा शर्माले अवार्ड हात पारे भने पपुलर फिल्म भने यस वर्ष ड्रिम्स भएको छ।